हेलो गुड मर्निङ नमस्ते साथीहरू। आज चाहिँ म बिस्तारै घरको डस्टिङ कामहरू गर्नु लागिरहेको छु किनभने हाम्रो सुस्मिता पनि उसको आमा चाहिँ बिमार भएर हस्पिटलमा आमा एडमिट छ। बिचरा के भएको भुँडी मात्रै दुखिरहन्छ र उता घरमा गएको छ र हुनु त पहिले त दाजु बिमारी छ भनेर गएको भने अचानक आमा पनि बिमारी भएछ र सुस्मिता चाहिँ आफ्नो घरमा गएको छ, आमासँग हस्पिटलमा छ। आज सोध्नुपर्ने छ कहिले डिस्चार्ज हुन्छ। त्यसले गर्दा म पनि बिमारी नै छु। मान्छेहरूले सोच्नुहुन्छ होला सबैले कि कति चाहिँ नाचिरहेको बुढेसकालमा पनि उयो गरिरहेको, तर मलाई आफ्नो खुसीको लागि किनभने धेरै बिमारी छ। हेर्नुहोस् न, हिजो पनि मेरो एउटा यस्तो डरलाग्दो घाउ यस्तोमा र यो जनै खटिरा हुन्छ नि त्यस्तो निक्लेको छ, ज्वरो पनि आइरहन्छ। डक्टरले हेर्नु दबाई नै दिँदैन। मेरो जो हिस्ट्रीहरू बिमारीको हेरेपछि डक्टरले दबाई नै दिनु मान्दैन। मुस्किलले पेन किलर 2 दिनको दिएको छ। यस्तो छ अवस्था साथीहरू। यहाँ तस्बिरमा चाहिँ हाम्रो प्यारो आमा बुवा जसले हामीलाई यो संसार देखाउनु भयो, उहाँहरू जहाँ पनि होस् मेरो आमा बुबा सधैँ खुसी रहोस्, वैकुण्ठमा बास रहोस्। उहाँहरूले गर्दा त आज हामीले यो दुनियाँ यो संसार देख्नु पायौँ होइन त साथीहरू। मेरो बुबा त उहिले नै बित्नु भएको 1997 मा, अनि मेरो मुमा बित्नु भएको चाहिँ 1913 मा हो। आज चाहिँ सबै मैले माटो भएर सबै पुस्दैछु साथीहरू। यो सोपिस पनि 4टा पिस थियो। एउटा त नराम्रो नसुन्नु त एकजना हेल्पर मलाई काम सघाउने बहिनीले फुटाइदियो। 3टा मात्रै छ अब 4टा। हेर्नु नि, नराम्रो नहेर्नु, नराम्रो नबोल्नु, नराम्रो नसुन्नु चाहिँ छैन, फुट्यो। अब ल्याउनु पर्छ, 1 पिस पाउँदैन। अब चाहिँ साथीहरू उता टिभी रुम चाहिँ पुसिसकेर अब मेरो डाइनिङ टेबल पुसै हुँदैछ। यो चाहिँ यहाँ हेर्नुहोस् न साथीहरू, मैले यो चाहिँ कहाँबाट ल्याएको भने नि सिलङबाट ल्याएको। यो चाहिँ यस्तो सेडिङमा थियो, व्हाइट र ग्रिन सेडिङमा थियो। यहाँ हेर्नुहोस् न, यहाँनिर त मेरो त पुरै ग्रिनको भयो त, ला झन्डै लड्यो। यस्तो पो भयो त, यस्तो पनि हुन्छ साथीहरू। या त यो भित्र भएर हो कि बाहिर घाममा राख्दाखेरि चाहिँ 2टा। यो चाहिँ साथीहरू मेरो दिदीले बुनिदिनु भएको, हेर्नुहोस् न कस्तो मजाले कभर बुनिदिनु भएको छ। यो मुनि ओछ्याउने पनि छ। यो पनि डाइनिङ म्याट पनि सबै मेरो दिदीले बुनिदिनु भएको। बिमारी भएर यहाँ ट्रिटमेन्टको लागि आउनुभएको थियो, अहिले चाहिँ घर जानुभएको छ। हेर्नुहोस् न, सबै धुलोले नै पुर्छ। हेर्नुहोस् न, बाटोको छेउमा घर हुनु पनि बेकार रहेछ, पुरा ट्र्याक्टरहरू। यो सबै चाहिँ मेरो साथीहरू यो घरभित्रको इन्डोर प्लान्टहरू सबै माथि लगेको छु। अहिले त 1-2वटा मात्रै छ यहाँनिर। बिचबिचमा चाहिँ माथि लगेर अलिक त्यसको ग्रोथ घरभित्र राख्दा चाहिँ अलिक त्यो घामहरूको अक्सिजनको कमीले होला अलिक उयो हुन्छ कि, अन्त त्यसले गर्दा अलिक बिचबिचमा माथि पनि लाँदैछु। अहिले यति मात्रै छ। यहाँ चाहिँ मेरो भेरिकेटेड यो फिस लिली छ, मजाको भएको छ, फुली पनि सक्नु आँटेको छ। यस्तो छ। मलाई चाहिँ साथीहरू प्लान्टहरू एकदमै मनपर्छ र मेरो चाहिँ लिभिङ रुममा पनि डल्लै प्लान्टले नै भरिएको छ। यी हेर्नुहोस् त, यहाँनिर लाफिङ बुद्धा पनि छ। अन्त यी डल्लै नै मेरो प्लान्टहरू मात्रै छ। यहाँ हेर्नुहोस् त, जता हेऱ्यो पनि प्लान्ट मात्रै छ। यो 2टा चाहिँ आर्टिफिसियल हो। यहाँ चाहिँ मनी प्लान्टहरू राम्रो भएन र मैले यो आजको यो मेरो सानो मिनी ब्लग हजुरहरूलाई कस्तो लाग्यो, मन परेमा अवश्य लाइक, सेयर र सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। यति भन्दै आजको मेरो यो ब्लग समाप्त गर्दैछु। नमस्ते।